हेलो गाइज, आज चाहिँ हामी सिजाङ जाँदैछौँ है। डाँडा छ बजार, अब बजार नै देखेर अब हिँड्दै जानु पर्यो गाइज। यो चाहिँ अलि विकट चाहिँदैन हो, क्यामेराम्यान पनि चाहिँदैन। आफै एउटा खडाएर किन्नु। के भयो भाइ? भोक लाग्यो दाइ। के भयो? भोक लाग्यो? दिउँसै भोक लाग्यो भन्दा बजार पुगेको छैन, भोक लाग्यो भनेर भोकले दिउँसो राति भन्दैन दाइ। अब बजार गएर तमिल होला नि त म। हस् हस् दाइ, के खाने हो? हस् बोलिहाल्नु भयो, क्याप्चर छ दाइ। डरभरि चढेर जाने। अब बसमा अब कार्ड युज गर्नुपर्छ। यहाँ चाहिँ सबै क्यास सिस्टम हुँदैन गाइस, कार्ड सिस्टम। शीतल है बसभित्र भाइ ओर्ल्यो भने त राम्रोसँग एकदम राम्रो बोल्यो दाइ। तपाईँले अघि के बोल्नु भएको थियो दाइ? हजुर तपाईँलाई के बोल्नु भएको थियो? के वचन पुरा गरिदिनु चाहिँ? हुन्छ, त्यो कुरो गर्दै गरौँ ल। पहिला चाहिँ हाम्रो काम छ काम। आज चाहिँ बजार लागेको भएर हामी चाहिँ यता आएको। हाट बजार लाग्दो रहेछ गाउँमा उत्पादन भएको सस्तोमा। त्यही भएर चाहिँ हामी आउँछौँ हाट लागेको बेलामा यसो घुम्नुलाई बजारतिर। के अरे पर्टुस देखाउने छ सिजाउँ गऱ्यो। कपडाको लाइन अब कुनै उयो गरिरहेछ, मेला लागिरहेछ। सब बेच्नुलाई राखेको रोडतिर यो गाई यो पारी सिजाउँ। हामी चाहिँ अलिकति पैसा निकाल्नु पर्ने क्यास, त्यही भएर उनीहरू पनि सोध्छौँ होला। सागसब्जी यता चाहिँ सुकेको माछा, यता कपडाहरू पनि छ। के गर्लफ्रेन्डलाई के गिफ्ट गर्नु छ भने यहाँ छ 5000 राम्रो राम्रो कपडा। टमाटो कतिहरू के सब्जीहरू, खोर्सानीको बिउ, फर्सीको बिउ के हो नाना त मानो नि हो। यो ठुलो यो सानो रहेछ नि, सानो र ठुलो कुन चाहिँ लाने? सबैकै 10,000 भनेको एउटा बोक न, हामी दुईजना भइहाल्छ नि। के बोक्दा नि हुन्छ होला। यो चाहिँ मानवनको है, मानवनको 1 टोकरी आउँछ यहाँ चाहिँ। यही स्याउ चाहिँ बादमा किन्नु पऱ्यो भने 2025 भनेको 20-25 हजार पर्छ नेपाल यहाँको वनमा। टोकरीलाई फाक्सुमा गन्छ भने यता चाहिँ सुबाक पनि छ, खरबुजा। अहिले चाहिँ सिजन। यो चाहिँ के हो मैले चिन्न सक्दिनँ है। यो चाहिँ यहाँको पुरानो, यहाँ चाहिँ के म्युजियम के छ भित्र। अस्ति हामी गएको थियौँ। खोइ जान्छ अस्ति त्यस्तै भन्थ्यो, अहिले नजाने भने जाने चाहिँ खोइ जाने क्या। ल भन्नु न, जाने जान्छ मिर्गी च्याउ रहेछ त नि। मिर्गी च्याउ टोपी किन्ने भयो कि नै रोशन?